अरे हौ लु आज अनि ड्याङको ठ्याङ पो मिल्यो त हो। अब म पनि तयार भएर आएको, भाउजू पनि कपाल कोरेर तयार हुँदै रहेछ। सोचेको जस्तै भयो हो आज त। हौ दाजु? छैन तिम्रो दाजु। ए अब कुन खेर बिहे खान जानुपर्ने हो? भरे आपत परेको बेला तयार पर्न बिर्सिन्छु भनेर अहिलेदेखि नै कपाल कोर्दै तयार पर्दै बसेको नि। अब यो गाउँमा कसैको लगन जुरेको जस्तो छ। आजभोलि त बेहुला जत्तिकै तयार परेर हिँड्दै हुन्छन् कोहीहरू। अनि बेहुलै भएर आएको त हौ। अनि अस्तिको कुरा बिर्स्यौ? होइन अस्तिको चाहिँ के कुरा हौ? लु अनि दाजुले तेरो भाउजूलाई लैजा अस्तिदेखि भन्दै थियो त। त्यही भएर आज अलिक फुर्सद मिल्यो अनि हतार तयार भएर आएको त। सुरालै लाउनु बिर्स्यो क्या। लु भाउजू छिटो तयार हुनु, भरे बस छुटिहाल्छ। फेरि हिँड्दा काबु भइन्छ क्या। अहिले धेरै जिस्किन बस है कैला।